जनउत्साहलाई पूर्ण रूपमा अस्वीकार गर्न मिल्दैन, तर यो जनलहर नेतृत्वविहीन, रणनीतिविहीन र दिशाहीन र सत्ता र दलहरूसँगको प्रतिशोधात्मक छ। जसरी रणनीति र सहकार्य बिनाको आन्दोलनले व्यवस्थामा परिवर्तन ल्याउन सक्दैन, त्यसरी नै राजा फिर्ता हुने कल्पना पनि अहिलेको सन्दर्भमा केवल भावनात्मक उत्तेजनामा मात्रै आधारित देखिन्छ। शुक्रबार लन्च मिटिङका लागि निर्मल निवास पुगेका राप्रपाका 7 जना नेताहरूसँग पूर्व राजाले गरेको भनिएको कुराकानी सत्य हो भन्ने त झनै पूर्व राजा नै अलमलमा रहेको प्रश्न हुन्छ। लन्च मिटिङमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पूर्व अध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए। त्यही क्रममा राजनीतिक कुराकानी भएको थियो। पूर्व राजाले तीनकुनेमा मान्छे मरेछन्, किन त्यस्तो गरेको भन्ने जिज्ञासा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग राखेको र त्यसको उत्तरमा लिङदेनले नवराज सुवेदी र दुर्गा प्रसाईको टिमले त्यो कार्यक्रम गरेको भन्ने जवाफ फर्काउँछन्। त्यसपछि पूर्व राजाले नवराज र दुर्गा प्रसाईसँग आफ्नो भेट नै नभएको बताउँछन् र भन्छन्, मैले त त्यो गर पनि भनेको छैन। अनि थप्छन्, राजेन्द्र तिमीले नेतृत्व किन नगरेको? राजेन्द्र लिङदेन भन्छन्, नवराज सुवेदी संयोजक भनेर आएपछि मैले के नेतृत्व गर्ने सरकार? पूर्व राजा थप्छन्,